नमस्ते सबैजनालाई। आज हामी यस पोखराको रङ्गशाला कास्की जिल्ला बासु सङ्घको प्राङ्गणमा आज हामी यही जेठको 20 गतेबाट सुरु गर्न गइरहेको अन्डर 14 विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता काठमाडौँ हुन गइरहेको छ। त्यसैको लागि चाहिँ हामीले कास्की जिल्ला बासु सङ्घले जिल्ला स्तरीय सिलेक्सन सेसन चलिरहेको छ, सुरु हुन गइरहेको छ र पहिलो सेसन र दोस्रो सेसन सुरु भइसकेपछि हामीले कुन कुन खेलाडीहरू छनौट गर्ने भन्ने कुरा निर्णयमा पुग्नेछौँ र त्यसैले गर्दा चाहिँ अहिले पहिलो सेसन सुरु भइरहेको छ र काठमाडौँमा हुने यो अन्डर 14 गेममा हाम्रो विद्यालयबाट छात्रछात्राहरूको आगमन अत्यन्तै राम्रो उपस्थिति गराउनु भएको छ। विद्यालयलाई धेरै धेरै धन्यवाद र त्यसै गरी यस छनौट खेलको लागि यस अन्डर 14 गेम खेल्नको लागि चाहिँ छनौट चरणमा भाग लिन लागि धेरैभन्दा धेरै विद्यार्थीहरू यहाँ आइराख्नु भएको छ र हामीले पहिलो र दोस्रो सेसन सकिएपछि त्यसको निर्णयहरू हामीले सुनाउनेछौँ। कुन कुन विद्यार्थीहरू छात्राहरू छनौट भएका छन् भन्ने कुरा हामीले सुनाउनेछौँ र अहिले पहिलो सेसन र दोस्रो सेसनबाट छनौट भइसकेपछि हामीले निर्णयहरू त सुनाउने कुरा हामीले जानकारी गराइसकेका छौँ भने अब छात्रतर्फ 8 जना र छात्रतर्फ 8 जना सिलेक्सन गर्नेछौँ र यो सिलेक्सन गरिसकेपछि यही जेठको 17 गते फेरि प्रदेश स्तरीय खेल हुनेछ र हाम्रो कास्की जिल्लाबाट सिलेक्सन भएका खेलाडीहरू प्रदेश स्तरीय सिलेक्सनमा खेल्नुपर्नेछ र त्यसमा सिलेक्सन भएपछि गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्दै काठमाडौँ हुन गइरहेको यही जेठको 20 गते राष्ट्रिय स्तरीय विद्यालय स्तरीय बास्केटबल प्रतियोगितामा भाग लिन पाउनेछन् हाम्रा विद्यार्थीहरू। सिलेक्सन यसरी नै गरिएको थियो र गण्डकी प्रदेशको तर्फबाट अन्डर 15 का भाइ बहिनीहरूले पनि जुन नेसनल गेम भइरहेको थियो त्यसमा चाहिँ गण्डकी प्रदेशले बोइज र गर्ल्स तर्फको खेलमा दुवैजना दोस्रो स्थान प्राप्त गरेका थिए र यसपटकको अन्डर 14 पनि पक्कै पनि हाम्रो गण्डकी प्रदेशबाट खेलेर स्वर्ण पदक जित्न सफल हुनेछन् भन्ने हामीले आशा लिएका छौँ र अहिले दोस्रो चरणको सिलेक्सन गेमबाट भएका खेलाडीहरू हामीले ग्राउन्डमा उपस्थित भइरहेको देखिरहेका छौँ र अब कुन कुन खेलाडीहरू सिलेक्सन भयो भन्ने कुरा हामीले केही समयपछि पश्चात जानकारी गराउनेछौँ र खेलाडी छनौट भएका खेलाडीहरूको नाम यस प्रकार रहेको छ र सज्जन किसान, प्रस्ताव विश्वास, रियान गुरुङ, युनिक तामाङ, एन्जल पुन, आर्यन पुन, आदित्य गुरुङ, डेनियल हुवाङ रहेको छ भने बोइज तर्फको। त्यसरी गर्ल्स तर्फको खेलाडीहरू छनौट भएका खेलाडीहरू हुन्छ मन्जिसा भुजेल, आइस्मा भुजेल, सृष्टि दर्नाल, सुधा मगर, मोनिका हुवाङ र त्यसै गरी बिनिसा तामाङ र दिलसरा गुरुङ रहेका छन्। हाम्रो सिलेक्सन भएका खेलाडीहरूको नाम यस प्रकार रहेको छ र पक्कै पनि हाम्रो सिलेक्टेड भएका खेलाडीहरूले हामीले आशा गर्न सक्छौँ हाम्रो खेलाडीहरू गण्डकी प्रदेशमा सिलेक्सन हुनेछन् र काठमाडौँ खेल्न पाउनेछन् र उहाँहरूलाई उत्तरोत्तर प्रगतिको लागि हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छौँ।